नेपाल भाउको लाभ खाएर हुर्केको पढेको छोरो हुँ म टाउकोमा सधैँ मेवाडलाई पोखेर आइपुग्यो यो ठाउँसम्म जसुकै जाऊ आफ्नै गाउँ फर्किआउँछु म के गर्ने आफ्नै बारे छु म काँचो तानी के गर्ने आफ्नै बारे सपना बोल्न छाड्छु अब म त ठुलो ऱ्यापर बन्ने मेरो सपना काँचो मैले त्यस्तै सपना हाने अर्को बाटो मोडिरहेछ यो बिहान तर के गर्नु आफ्नै बारे छु म काँचो तानी मेरो त फाइदा यस्तै हो जहिले काँचो खान्छु दिन्छु म जहिले पाउने ट्यापे भन्छु ट्यापे त भन्छ मलाई सबैले तर मेरो मनको पीडा सबैले मलाई गरिरहेछ एकदमै किरा म मान्छे एकदम सिधा यो मान्छे एकदम सिधा मलाई गर्छ सबैले मजाले किरा त्यसैले म अब राम्रो मान्छे बन्न पनि सिकिरहेको छु भन्दा भन्दै 5 रुपियाँमा बिकिरहेको छु म के गर्ने आश छैन आश भन्दा भन्दै मेरो सास बढी गइदिन के गर्नु म मन निकै भारी बाँच्छ सबैको गाली खान्छ एक्लै बसिरहेछ बाउआमालाई के त मेरो मनको पीडा सबैले मलाई नि गरिरहेछ किरा बिहान चुरुक्क उठे अनि तुरुक्क मुटे मेरो केही काम छैन गएर फेरि म त सुते तर के गर्नु आफ्नै बारे छु म काँचो तानी के गर्नु सपना मेरो अन्धकार भन्दा दिमाग मेरो कायल भयो मेरो दिमाग अब म त साइको भन्दा जिनिस तेरो ताई हो म अब सबैजना साइड हो ताईलाई बोला तेरो ग्याङ नलिएर तेरो ग्याङ स्याङ ब्याङ सबैलाई एक्लैले हान्दिन्छु म त्यसैले अब त साइड लाग भाइ तेरो ताई आइसक्यो अब भाइहरू भाग्ने बेला आयो भाइ तेरो बाउ आमालाई मैले हान्छु सल्लाह तेरो बाउ आमाले मलाई गर्छ सलाम त्यसैले बढ्न बोल तेरो लेजे टोल तर बढेर बोल त्यसैले एक्लै हिँड्छु म ग्याफिक खाएपछि लाग्छ